night. El ritmo suena. Can you feel? Move your body. It's so real. Hi everyone, good morning. So आज चाहिँ हाम्रो डे 2 हो फुजेरामा. हामीले चाहिँ भर्खर चेकआउट गर्यो. अब चाहिँ हामी कहाँ जाँदैछौँ बुढा? हामी आज कहाँ अरे त ह्याङ्गिङ गार्डन. अब हामी ब्रेकफास्ट गर्छु अनि तपाईँको बिहानको 10 बजे यहाँको. सो हामी चाहिँ अब हिँडिसकेको छ. आधी घन्टा भयो हामी हिँडेको हो. भर्खरै हिँडेर तिमीले आधी घन्टा भयो लाग्छ भने कि त्यस्तै नै हाल्नु पर्छ. सो हामी चाहिँ हिँडिसकेको छ. अन द वे हामीले यहाँ म्यापमा चेक गर्दा हामी जाने अब ठाउँ चाहिँ हाम्रो होटलबाट 30 मिनट्स लाग्दो रहेछ. अनि ब्रेकफास्ट खासै खानु मन परेन. सो हामी अहिले बाटोमै हेर्छु है त केही राम्रो पाउँछ कि त भोक लाग्यो भने खाउँला. यहाँनिर कस्तो शान्ति खालको क्या यहाँनिर अबुधाबी दुबईहरू भन्दा त है बुढा. मजा आउँदैछ. त्यस्तो जाडो छैन रहेछ. हामीले त जाडो भनेर ज्याकेटहरू मोटो मोटो बोकेर आएको थियो. शीतल रहेछ क्या. अनि मैले त देख्न सक्नुहुन्छ हाफ टी सर्ट लगाइरहेको छु. बुढाले पनि खासै मोटो लगाएको छैन. जाडो चाहिँ छैन रहेछ. अब युए को वेदर त यस्तै हो. मजाको अब रिल्याक्स शीतल खालको छ क्या. गाइस ठाउँ चाहिँ हेरिहाल्नु. यो चाहिँ तपाईँको मेन फुजेरा हो. अनि यस्तो रहेछ है. साइड साइडमा हाम्रो सिलगढीहरू जस्तो नेपालहरू जस्तो ठाउँ. यहाँ हेर्नु न घरहरू कच्ची घरहरू सानो सानो हुँदो रहेछ. यहाँनिर तपाईँहरूको मिरा बोर्ड जस्तो फ्लावर सपहरू रहेछ. यस्तो फ्लावरहरू पाउने टन्नै रहेछ. अब मजाले इनफ टाइम भयो त झरेर यसो सपिङहरू गर्नुहुन्थ्यो. अनि हाम्रो आज चाहिँ डे 1 हो. डे 2 हो. हिजो अब डे 1 त के भन्नु है, हाफ डे त हाम्रो ड्युटीमै सकेको थियो. तर पनि हामी हिजो आएको राम्रै भएछ. किनकि हामी आज अबुधाबीबाट हिँडेको भए चाहिँ हामी सायद अहिले भर्खर हिँड्दै गरेको हुन्थ्यो होला. सो हिजो आएको राम्रै भयो. गाइज यो चाहिँ फुजेराको कर्नेज भनौँ न, अबुधाबीको कर्नेज भने जस्तै. अनि यता राइट साइडमा चाहिँ घरहरू दामी रहेछ. यो घर होइन होला, यो घर त घरै होटलहरू जस्तो खालको रहेछ. पुरा खाली रहेछ है. फर रेन्टहरू लेखेको रहेछ. मजाको गभर्मेन्ट बिल्डिङ रहेछ यो. यत्रो बोर्ड लागिरहेछ. मजाको है. साइडमा चाहिँ कस्तो दामी रहेछ उता पर हेर न. दामी है. भिडियोमा कस्तो देखाएको कुनै यहाँ रियलमा चाहिँ दामी छ. फोटो सोटो खिच्दा दामी हुन्छ. पर चाहिँ तपाईँको कर्निज रहेछ हाम्रो उताको जस्तो. अनि साइडमा चाहिँ यो भ्यूहरू हेर्नु न कति मजाको बिल्डिङ क्या. सबै तपाईँको गभर्मेन्ट बिल्डिङहरू रहेछ फुजेराको. कालो चस्मा लो भन्छ पिर दिलाउने आऊ भन्छ. के साह्रो राम्री हो म त. आँखा सन्चो भयो घामले. मैले तिमीलाई रोजेको तिमीले कसलाई खोजेको परदेशी मेरो मेसरे बे. लगाउँ त दुईजनै. लगाउँ त ल है. अब चाहिँ भोक लाग्यो गाइस कसम भनेको. अघि हिँड्दा चाहिँ एकछिन चाहिँ लागेको थिएन त्यो कफी खाएर होला है. अब चाहिँ पेटले खाना खाना भन्दैछ. तपाईँले देख्यो बुढा. गुड मर्निङ. मेरो बुढा यहाँ कडक टी नखानु पाएर यहाँ अझै निदाउरै देखिरहेछ. तिमी चाहिँ त्यहाँ जाऊ.
हामीले चाहिँ यहाँ तपाईँको क्लब स्यान्डविच अर्डर गरेको छ अनि आभाकाडो जुस। यहाँ हामी खाजा खानु रोकेको छ ब्रेकफास्ट। यहाँ चाहिँ अबदाइभन्दा गर्मी रहेछ अलिक गर्मी। हामीले लास्ट इयर अल इन जाँदा पनि एन्काउन्टर गरेँ मैले है, मलाई त्यस्तो लाग्यो। अब अल इन भनेपछि अलिक जाडै होला सोचिरहेको थियौँ हामीले होइन, तर हामी त्यहाँ बाहिर आउटिङ जाँदाखेरि अबुधाबीभन्दा गर्मी थियो है अल इन पनि। हामीले लास्टमा त्यही टी सर्टहरूमै घुम्यौँ। बुझेर पनि हामीले युट्युबतिर टिकटकहरूतिर देख्दा जाडो छ सोचेको थियो, अनि मोटो मोटो लुगा लाग्थ्यो। गरम रहेछ उताभन्दा त, गरम भन्दा नि मतलब टेम्परेचर अलिक बेसी नै रहेछ, तर मजा आउँदैछ घुम। हामीले चाहिँ टन्नै स्यान्डविच र अभाकाडो जुस खायो। अब चाहिँ सुपर फुल पेट अगाएको छ भने दिमाग पनि ह्याप्पी हुन्छ गाइज। घुम्नु पनि अब चाहिँ मजा आउँछ। ग्लास लगाउनु, घाम आउँदैछ। यहाँ चाहिँ गरमै रहेछ, हल्का गरम फिल हुँदैछ। एकछिन गाडी पार्क गर्दा मजाले गाडी तात्तिसक्यो त्यो भित्र, ओभन जस्तो भइसकेको थियो। ठिकै छ, यसो गर्मी पनि खानुपर्छ बेला बेलामा। सनलाइटहरू हामी हतपत खाँदैन नि त युएमा, त्यही भएर अब चाहिँ फेरि हामी आफ्नो डेस्टिनेसनपट्टि लाग्यो। यहाँ चाहिँ हामी बिग क्लक ठुलो घडीको छेउमा आइपुगिसक्यो। कत्रो टल रहेछ, डेन्जर हाइट। गाइस यी भुजेराको माउन्टेनहरू स्टार्ट भयो। हामी चाहिँ अब त्यतैपट्टि जाँदैछु। ओ माई गड कस्तो दामी देखेको है। ओ रोड हेर न, ऊ परसम्म। यहाँ हेर्नुहोस् त रोडहरू, रोड ऊ पारिसम्म छ। वाह क्या दामी हो। तिमीलाई ड्राइभिङ गर्नु मजा आउँथ्यो होला है यो रोडमा। मजा आउँदैन। छुर्पी चपाउँदै मेरो साथीले पठाइदिएको छुर्पी पता कस्तो मिठो छ रश्नीले। यहाँ देख्न सक्नुहुन्छ युए को पहाडहरू चाहिँ यही हो गाइज। भ्यूहरू हेर्नु होला। एकदमै ओ माई गड, मुस्ताङहरू गएको याद आयो मलाई। मुस्ताङ कोल्ड डेजर्ट, यो चाहिँ हट डेजर्ट। तर यहाँको माउन्टेनहरूमा चाहिँ घाँस हतपत हुँदैन, ग्रिनेरी हुँदैन, ढुङ्गै मात्रै हुन्छ। हेर्नु न बाटो कस्तो दामी है। मेरो बुढाले ड्राइभिङ गरेको देख्दा त मलाई पो कस्तो गाडी चलाउनु मन पर्यो। जान्नु चाहिँ जान्दिनँ, तर सक्छु होला जस्तो लाग्छ। बाटोहरू अफ रोडिङ अफ रोडहरू दामी दामी दामी, मजा आ गया। किरिस का गाना सुनेगा क्या? किरिस का गाना सुन्नु। वाउ, अब कता टाढो छ हामी पुग्नु? अब हामी अलमोस्ट 10 मिनट्स देखाउँदैछ म्यापमा। 10 मिनट्समा हामी पुग्छु। सेम बस्दा ऊ ड्याम रहेछ पनि क्या दामी। आऊ चियोहरू घुम्नु जानु पर्दो रहेछ है वकिङ गर्दै। हावा मात्रै आउँछ। यो अपोजिटमा जाने चाहिँ यही छ, हामी अलमोस्ट पुगिसक्यो। यो अपोजिट चाहिँ तपाईँको ह्याङ्गिङ गार्डन। अब हामी वाउ दामी देखेको है। हामी अब यो टनलबाट छिरेर पारीबाट युटर्न हालेर आउनुपर्छ। ए यहाँबाट बाटो बन्द। वाउ टनलभित्र पसेको हामी।
We look so scary. Woo! Wow! निस्क्यो. पुरा सबै म्यानमेड हो कि बन्नेको हेर्दै हो? त्यस्तै हो हो यसलाई अलिअलि जस्तो टचअप मात्रै गरेको यिनीहरूले. ऊ माथि के रहेछ त्यही होला कोफकन भन्ने. होइन फुर्बाङको उता पछाडि त्यो जान पाइन्छ जान त पाइहाल्छ नि. साँच्चै भनेको युए बसेर यहाँतिर विन्टरमा घुमेन भने चाहिँ केही घुमेन है गाइज. लग्जरी त कति घुम्नु है. दुबईतिर गयो भने धेरै लग्जरी मात्रै छ. यस्तोहरू चाहिँ एकदमै यसको डिफ्रेन्ट खालको भाइब्स हुन्छ है यसो ठाउँहरूको. ओ बाख्रा हेर्नु न यहाँ. अयो युएको बाख्रा नि देख्यो. ल ह्याङ्गिङ गार्डन. सो गाइज हामी चाहिँ आइपुगिसक्यो ह्याङ्गिङ गार्डन है. यहाँ चाहिँ टिकट काट्नु पर्दो रहेछ. अनि यस्तो रहेछ हेर्नु न भ्यू कस्तो दामी हो. हजुर पार्किङको ठाउँ पनि सजिलो रहेछ. पार्किङ चाहिँ तपाईँको 1 घन्टाको 10 रुपियाँ लाग्दो रहेछ. हामी एन्ट्री गर्यो. ह्याङ्गिङ गार्डन देख्न सक्नुहुन्छ. बिहान छिटो आएको चाहिँ यतिको चाहिँ फाइदा भयो. बिजी छैन है. अहिले बेलुका इभिनिङमा आएको भए चाहिँ भिड हुन्थ्यो रहेछ. लाउँदिन कस्तो दामी रहेछ. ह्याङ्गिङ गार्डन. सो गाइस यहाँ चाहिँ टिकट काटेर छिर्नुपर्ने रहेछ. तर त्यहाँ सेक्युरिटी अलि राम्रो खाले रहेछ. एकछिन कुरा गरेको बिना टिकट नै हामीलाई छिराइदियो कि. ए हो र. फ्रीमा टिकट काट्नु पनि परेन. सबैलाई चाहिँ होइन नि फेरि त्यहाँ स्पेसल. Sol y arena, oh so bright. Baila conmigo toda la night. El ritmo suena, can you feel? हामी चाहिँ अलि तल आएको वासरुमको खोजीमा. यहाँ चाहिँ अलि तल वासरुम खोज्दै आएको हामी चाहिँ. यहाँ मुनि चाहिँ स्केटिङ पार्क पनि रहेछ. यहाँ खाना चाहिँ छैन खै स्केटिङ एउटा नि. तर खेल्न चाहिँ मिल्छ होला सायद मेबी. सो अब चाहिँ यसो हल्का क्वालिटी टाइम हस्बेन्ड एन्ड वाइफ. यहाँको स्केटिङ त बच्चाहरूको लागि मात्रै रहेछ. हो मजा आउँदैछ है. पुलहरू कस्तो दामी है. माथि चढौँ न यहाँ अब हामी. पैसा भएपछि जे पनि हुने. सेम यहाँ यतापट्टि सुक्खा छ पहाड. यहाँनिर पुरै के अरे जङ्गलै बनाएको छ. फुलहरू रुखहरू के के हो. सबै म्यानमेड है यो. तर म्यानमेड. अब हामी चाहिँ यहाँबाट हिँडेर बराङ यता घुमेर माथि जाने. उताबाट नि सायद उताबाट निस्किन मिल्छ होला. Sol y arena, oh so bright. Baila conmigo toda la night. El ritmo suena, can you feel? के भयो थाक्यो.
गरम पनि भयो गरम भयो चलो चलो जाउँ जाउँ हामी अब यहाँबाट त्यहाँ पुग्ने हो त्यो घर बाटोमा होइन यहाँबाट इन्ट्री भएको हामी त्यहाँबाट हिँडेर ट्र्याक चाहिँ राम्रो हुने रहेछ है उम्, ल अबे बुढा बिस्तारै हिँड न के हो तिमी त केटाकेटी जस्तो हिँडेको आमामाम उयो होइन अहिले कहिले खानेकुरा घोप्टाउँछ लुगामा कहिले लड्छ खै के हो अलिक कुटाइ नपुगेको होला जस्तो लाग्यो हो कुट्नुपर्ने कुटौँ गाइस दिन चाहिँ दामी भयो जति हेऱ्यो नि धिक्न मोड्ने है यो भ्यू चाहिँ वाउ अमेजिङ फुलै फुलको गाडी हेर्नु न झन् माथि 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 जाँदैछ त झन् राम्रो देखेको है है सिँढी चढ्ने बानीहरू हराएछ म त थाकेँ नि एकछिन त ओ वाउ घाम गयो शीतल भयो हेर पानी लिएर आएको पर्थ्यो नि मैले भनेको थिएँ नि पानी बोकौँ भनेर तिर्खा पो लाग्यो है अब यत्रो टाढो आएर होइन चढ्नु त परिहाल्यो यो सिँढीहरू वा क्या शीतल हावा आयो रहेछ जानु त लु तिमी बाई बाई पक्रिन्छु है म एकैतालमा कुदेर अब मेरो लड्ने पाली होला सिँढीमा कुदेर ओ साँच्चै नै वर्थ इट भयो यति टाढो आएको चाहिँ हामी लास्ट इयरदेखिको प्लानिङ गर्दै थियो है ह्याङ्गिङ गार्डन जाने जाने फाइनली पुग्यो अब तपाईँहरूलाई माथि गएर देखाउँछु है भ्यू ल यो सिँढी चढेको त सबै यस्तै छ कति हेर्ने एउटै भ्यू है दिक्क लाग्यो होला तपाईँहरूलाई पनि अब डाइरेक्ट माथि गएर देखाउँछु त जानी न त जानी मैले ब्याक साइड त सेम मुस्ताङहरू अझै माथि जानुपर्छ है यो डाँडामा जानुपर्छ हामी Sol y arena, oh so bright, baila conmigo toda la night. El ritmo suena, can you feel? Move your body, it's so real. Vuélvete loco, don't stop now. Sigue el ritmo, I'll show you how. En el aire, burning high. निमको पेड कुन ए रहेछ यहाँबाट झन् भ्यू दामी देखिने रहेछ यता हेर त अब हामी तलतिर जाँदैछौँ लड्नुलाई हुन्छ यहाँबाट चाहिँ दामी देख्दो रहेछ है दामी दामी हामी त्यहाँबाट हिँडेर यताबाट माथि गएर झर्ना माथिबाट यहाँबाट आएको कामले पोल्यो ल हाम्रो ह्याङ्गिङ गार्डनको टुर पनि सक्यो अब चाहिँ हामी नेक्स्ट घुम्ने ठाउँतिर लाग्दैछु अलरेडी 1 o'clock भइसकेको छ छिटो अब विन्टरले गर्दा छिटो अँध्यारो हुन्छ नि त त्यही भएर आज चाहिँ हामी डे 2 मा चाहिँ 2टा ठाउँ भ्याउने भनेको ल हेर्नुहोस् है नेक्स्ट ठाउँ कता छ भनेर